सम्पूर्णमा नमस्कार। म शङ्कर पाण्डे मुक्ति। उता बैगुनी केटाको टाउको चर्पीले जोगायो, उता बैगुनी केटाको टाउको चर्पीले जोगायो, यता जादुवालाको टाउको चर्पीले फुटायो। अब सत्ता पक्ष र प्रतिपक्षको एउटै माग हुने भो, उच्च स्तरीय छानबिन आयोग बनाउन पर्ने भो, उच्च स्तरीय छानबिन आयोग बनाउनु पर्ने भो। चर्पीको महत्व अब सबले बुझ्नु पर्ने भो, चर्पीको महत्व अब सबले बुझ्नु पर्ने भो। पुल र बाटोको बजेट अब चर्पीमा सार्नु पर्ने भो। एआई जडित चर्पी बनाई रोबोट सँगै पठाउनु पर्ने भो। छिट्टै अब एउटा चर्पी मन्त्रालय बनाउनु पर्ने भो, छिट्टै अब एउटा चर्पी मन्त्रालय बनाउनु पर्ने भो। बरै धन्यवाद।